हेलो नमस्ते। यहाँ आउँदै गरेको फागुन 21 गते हजुरहरू सबैजनाले आफ्नो मताधिकार प्रयोग गर्नुहोला। सबैले आफ्नो क्षेत्रबाट आफ्नो ठाउँबाट सक्दो राम्रो मान्छेलाई भोट दिएर जिताउनुहोस् होला। अब धेरै नै लङ समय भयो हजुरहरूले यस्तो पीडा भोग्नु परेको हाम्रो देशमा। काङ्ग्रेस एमाले माओवादीको जुन छ एउटा यत्रो वर्षदेखि उनीहरूले गर्यो, यत्रो वर्ष सत्तामा बसेर पनि उनीहरूले के गर्न सकेन। फर दिस टाइम लेट्स होप फर चेन्ज। किनकि अब चाहिँ नेपाली लाइफमा के चेन्ज हुन्छ भन्ने आश गरौँ होइन। अब मेनली अब घन्टीले नै खतरा गर्छ भने चाहिँ म भनेर भन्दिनँ, तर एटलिस्ट घन्टी आयो भने जुन काङ्ग्रेस एमाले माओवादीको जुन हस्तक्षेप छ हरेक ठाउँमा तपाईँले हेर्नुभयो भने एजुकेसन सेक्टरमा स्टुडेन्ट युनियनहरू किन छिराएको त्यसमा। स्टुडेन्ट युनियनले गर्ने भनेको पेट्रोल बढ्दाखेरि बोल्ने मात्र, त्यो पनि ओबिसन पार्टी हुँदाखेरि 1 रुपियाँ बढ्यो भने विरोध गर्ने काम मात्रै गर्छ उनीहरू फोकटे। त्यो हाउडे हो, सबै नचाहिने कुरामा उनीहरूले राजनीतिकरण गरिरहेको हुन्छ। अर्को हस्पिटल सेक्टरमा भयो। हस्पिटल सेक्टरमा तपाईँको अहिले सरकारी हस्पिटलहरूमा पार्टीको पावर लाउनुपर्छ अनि तपाईँको मान्छेहरूको उपचार हुन्छ। यो चिज पनि हटाउनुपर्छ। अनि त्यसपछि अर्को भयो पुलिस सेक्टरहरूमा पनि अहिले तपाईँको जो व्यक्ति पीडित छ उसले न्याय पाउनलाई तपाईँको पार्टीको पावर लाउनुपर्छ कि कुनै पनि ठाउँमा। यिनीहरूले हरेक ठाउँमा कब्जा गरेर राखेको छ। सो यो चिज हटाउनलाई अनि एउटा यो पुरानो पार्टीहरूलाई चाहिँ एउटा लेसन दिनलाई चाहिँ हामीले एउटा मत अधिकार चाहिँ अब राम्रो मान्छेलाई दिउँ अनि अलिकति लेट्स होप फर चेन्ज भन्ने हो। अब गर्ला नगर्ला भन्ने आफ्नो ठाउँमा छ, तर एउटा सिस्टममा केही नयाँ मान्छेहरू आइराख्यो भने मान्छेहरू चेन्ज भइराख्यो भने चाहिँ अभियसली केही न केही चेन्जेसहरू चाहिँ आउने नै छन्। सो हजुरहरूले चाहिँ अब सक्दो आफ्नो विचार अनुसार आफूलाई को मनपर्छ उहाँलाई जिताउनु होला। थ्याङ्क यू।